हेलो इन वेलकम ब्याक टु माई भिडियो। फेरि तपाईँहरूलाई स्वागत छ मेरो फिटनेस जर्नीमा। अनि आज चाहिँ हाम्रो गाउँमा मेला थियो र मेलामा घुमेर आएर एकदम जिउ भारी भइरहेको थियो। अनि एउटा फिटनेस जर्नी सुरु गरिसकेपछि त्यसलाई चाहिँ बिचमा कसरी छोड्नु भन्ने। अनि म चाहिँ धेरै कुरा नसोचिकन कपडा सपडा खोलेर म चाहिँ अब फेरि अब वर्कआउटतिर लाग्छु। अनि मेलामा चाहिँ साथीभाइहरूसँग धेरै घुमेर होला, जिउ पनि दुखिरहेछ, खुट्टाहरू पनि दुखिरहेछ एकदम। तर केही बन्नु छ भने मेहनत चाहिँ गर्नै पर्छ, मेहनत बिना चाहिँ केही कुरा बन्दैन है। सबभन्दा सुरुमा चाहिँ होम वर्कआउट भनेपछि चाहिँ म चाहिँ सबभन्दा सुरुमा चाहिँ पुसअप हान्छु, जो चाहिँ 30 हुन्छ, 30 रेपको। अनि पुसअप हानिसकेपछि चाहिँ फेरि म चाहिँ सिक्स प्याकको लागि वर्कआउट गर्छु, जुन हुन्छ कि 30 रेप त्यो पनि। अनि सिक्स प्याकको पनि सकेपछि चाहिँ फेरि म चाहिँ सोल्डरको वर्कआउट गर्छु फेरि, जुन चाहिँ म चाहिँ 15 रेप लाउँछु, 15 30 को। अनि मेलादेखि चाहिँ एकदम अमिलो पिरो चिज खाएर आएर होला चाहिँ एकदम तिर्खा लागेर म चाहिँ पानी खान्छु। अनि वर्कआउट गरेर होला मसल टार्गेट हाल्ने चाहिँ एकदमै गाह्रो हुन्छ र धेरै चाहिँ वर्कआउट पनि हुँदैन। जस्ट वर्कआउट गरेर पनि बडी कन्डिसन चाहिँ यतिको चाहिँ हुन्छ। बिना मोटिभेसनको घरको गाली सुनेर भए पनि यतिको ज्यान चाहिँ बनाउन सक्नुहुन्छ होम वर्कआउट गरेर। तपाईँहरूले पनि मलाई यस्तो भन्छ त्यस्तो भन्छ, घरमा त यो ठाउँ छैन भनेर पनि त्यस्तो नगर्नु र घरमा जुनै ठाउँमा पनि गएर वर्कआउट गर्नु त सकिन्छ, यतिको कन्डिसन बडी बनाउनुको लागि चाहिँ। लेगको चाहिँ वर्कआउट पनि नभएर होला, नमिलेर पनि होला, त्यति साह्रो उयो चाहिँ भएको छैन मसल चाहिँ। त्यो पनि अब बिस्तारै लेगको लागि पनि केही न केही गरेर म जुगाड गरेर चाहिँ वर्कआउट चाहिँ गर्नेछु। जस्ट आजको लागि चाहिँ बाई बाई। फोराम्स पनि एकदम ठिकठाक आइछ मेरो चाहिँ।